ब्याचलरमा आईटी गरिसकेपछि हामीले मास्टरमा चाहिँ कुन आईटी प्रोग्राम लिँदा ठिक हुन्छ, मास्टर इन डाटा साइन्स लिँदा ठिक हुन्छ कि एमएससी सिएसआईटी लिँदा ठिक हुन्छ कि त्यस्तै गरी एमआईटी लिँदा ठिक हुन्छ। तपाईहरुलाई यो भिडियोमा चाहिँ मैले सम्पूर्ण जानकारी लिएर आएको छु। हामी आईटी स्टुडेन्टहरुले चाहिँ ब्याचलर पास गरिसकेपछि मास्टरमा कुन आईटी लिँदा बेस्ट हुन्छ भनेर चाहिँ भिडियो रहेको छ। हजुरहरुलाई चाहिँ मैले सम्पूर्ण जानकारी दिनेछु। जस्तो अहिले चाहिँ यो स्क्रिनमा हेर्न सक्नुहुन्छ, मास्टर इन डाटा साइन्स एमडीएस नि भन्न सकिन्छ। यसको इलिजिबिलिटी क्राइटेरिया के रहेको हुन्छ, यो पढ्नको लागि हामी कुन प्रोग्राम पढेको हुनुपर्ने हुन्छ, जस्तो बीआईटी पढेको हुनुपर्ने हुन्छ कि बीसीए पढेको हुनुपर्ने हुन्छ कि इन्जिनियरिङ कम्प्युटर गर्नुपर्ने हुन्छ कि हैन, त्यस्तै गरी के पढ्न पर्ने हुन्छ, जस्तो बीएससी सिएसआईटी पढेको हुनुपर्छ कि बीडीएस भनेको चाहिँ ब्याचलर इन डाटा साइन्स नै पढेको हुनुपर्छ कि, यसको इलिजिबिलिटी क्राइटेरिया के रहेको छ र कुन कुन प्रोग्राम पढिसकेपछि मात्र पढ्न पाइन्छ र यसको फर्स्ट सेमेस्टरदेखि लिएर फोर्थ सेमेस्टरसम्म चाहिँ यसको 2 इयरको चाहिँ कस्तो रहेको छ कोर्स स्ट्रक्चर हामीले हेर्ने छौं र यसको चाहिँ कोर्स स्ट्रक्चर कस्तो रहेको छ अहिलेको प्रेजेन्ट मार्केट हेर्दाखेरि र यो पछिको अब आउने समयमा फ्युचरमा कतिको यो कोर्सले हेल्प गर्नेछ हामीलाई, अनि यो मोडर्न यो जुन नीड छ हामीलाई यो इन्डस्ट्री नीडहरु पूरा गर्नको लागि हामीलाई कतिको हेल्प गर्नेछ भनेर चाहिँ म जम्मै तपाईहरुलाई यो जानकारी दिनमा हेल्प गर्नेछु। मास्टर इन डाटा साइन्स को चाहिँ यो फर्स्ट सेमेस्टरको सिलेबस यसरी रहेको छ। कम्पलसरी कोर्सेस र इलेक्टिभ कोर्सेसहरुको लिस्ट हेर्न सक्नुहुन्छ भने हामीले चाहिँ यहाँ 73 पेजेस रहेको छ यो पीडीएफ को भने हामीले चाहिँ पालै बिस्तारै सेमेस्टर वाइज फर्स्ट इयर सेकेन्ड इयरको हेर्न सक्छौं भने हामीले अब इलिजिबिलिटी क्राइटेरिया के रहेको छ बुझ्ने छौं। मास्टर इन डाटा साइन्स एमडीएस प्रोग्रामको हेर्न सक्नुहुन्छ। यो चाहिँ कस्तो खालको प्रोग्राम रहेको छ भन्दाखेरि डाटा एनालिटिक्स, मेसिन लर्निङ, डाटा र्याकलिङ, त्यस्तै गरी स्ट्याट भयो, प्रोग्रामिङ भयो, डाटा भिजुअलाइजेसन, कम्युनिकेसन, बिजनेस फाउन्डेशन्स एन्ड इथिक्स। यस्तै गरी यसको ड्युरेसन चाहिँ 4 सेमेस्टर 2 इयर्स रहेको छ। यसरी हामीले हेर्न सक्छौं भने इभ्यालुएसन चाहिँ 60% एक्सटर्नल एक्जाम र 40% इन्टरनल इभ्यालुएसन रहेको छ, जसमा चाहिँ ओरल टेस्ट एन्ड रिटर्न एक्जामहरु जम्मै रहेको छ भने इलिजिबिलिटी चाहिँ यसरी हामीले हेर्न सक्छौं। ब्याचलर पास गरेको हुनु पर्यो, 15 इयर्स कम्प्लिट हुनु पर्यो, 15 इयर्स स्कुलिङ भनेको चाहिँ ब्याचलर पास आउट हुनु पर्यो र ब्याचलर पनि 2.0 मा पास आउट हुनु पर्यो। ग्रेडिङ सिस्टममा भने पर्सेन्टेज सिस्टममा चाहिँ 45% ल्याउन पर्यो भनेर भनिएको छ। त्यस्तै गरी फी चाहिँ 3,60,000 रहेको छ। त्यस्तै गरी 20% एलोकेटेड एज इन्क्लुसिभ कोटा, जसलाई गभर्नमेन्ट कोटा पनि भनिन्छ भने 80% चाहिँ रेगुलर स्टुडेन्ट्सहरुको ओपन कम्पिटिसन हुनेवाला छ भनेर भनिएको छ। अनि त्यस्तै गरी यसरी चाहिँ हामीलाई इन्ट्रान्स एक्जामको चाहिँ प्याटर्न हेर्न सक्नुहुन्छ। रिटन टेस्ट 70%, एकाडेमिक क्वालिफिकेसन्स 15%, इन्डिभिजुअल प्रेजेन्टेसन एन्ड इन्टरभ्यु पनि हुने गर्दछ, जसमा चाहिँ 15% यसरी चाहिँ इभ्यालुएसन 100% मा हुने गर्छ भने टेस्टको सेक्सन्सहरु सेक्सन आई देखि बी सम्म रहेको छ, जसमा चाहिँ हामीलाई डिफरेन्ट सेक्सनबाट क्वेशन सोध्ने गरिन्छ, जस्तो स्ट्याटबाट, बेसिक म्याथमेटिक्सबाट, कम्प्युटर साइन्स एन्ड इन्फर्मेसन टेक्नोलोजीबाट, लजिकल रिजनिङबाट, इंग्लिशबाट है। अनि यसरी चाहिँ हाम्रो 15 मार्क्स कसरी चाहिँ डिभाइड हुन्छ भनेर +2 को क्वालिफिकेसन्सहरुबाट अनि ब्याचलरको क्वालिफिकेसनबाट चाहिँ यसरी छुटाइएको पनि हेर्न सक्नुहुन्छ भने एडमिसन प्रोसेस चाहिँ वेबसाइटमा गएर नि हेर्न सकिन्छ भने यसरी चाहिँ मोडल क्वेशनहरु तपाईहरुलाई देखाउन चाहे मैले। एमडीएस प्रोग्राम 2078 को सेट रहेको छ यो, जसमा चाहिँ हामीले यस्तो इन्स्ट्रक्सन्सहरु फलो गर्न पर्ने हुन्छ। आफ्नो सिम्बल नम्बर लेख्ने, सिटमा लेख्नु पर्छ भने क्वेशन सिटमा चाहिँ जे पाइदै लेख्नु हुँदैन, के पनि नलेख्नु भनिएको छ। ब्ल्याक पेनबाट चाहिँ कसरी डार्कनिङ गर्ने भनेर चाहिँ यहाँ देखाइएको छ। स्याम्पल एबीसीडी मा जुन अप्सन करेक्ट छ त्यसमा चाहिँ हामीले ब्ल्याक पेनले चाहिँ बल पेनले चाहिँ यसरी सेट गर्न पर्ने हुन्छ, डार्कनिङ गर्न पर्ने हुन्छ भने यसरी चाहिँ इन्ट्रान्सको मोडल क्वेशनहरु रहेको छ। हामीले चाहिँ यो क्वेशनहरु हेरेर यसरी चाहिँ अब्जेक्टिभ क्वेशनहरु सोध्ने गरिन्छ 1 मार्क्स को, जसमा चाहिँ हाम्रो नेगेटिभ मार्किङ हुँदैन भनेर इन्स्ट्रक्सनमा देखाइएको छ भने सेक्सन आई बाट म्याथमेटिक्स भयो 25 मार्क्स को, सेक्सन आई बाट चाहिँ 25 मार्क्स को चाहिँ स्ट्याटबाट क्वेशन सोध्ने गरिन्छ। तपाईहरुलाई स्ट्याट आउँछ भने त्यस्तो गाह्रो लाग्दैन, क्वेशन हेर्दाखेरि सजिलै देखिन्छ, फर्मुलाहरु पनि सोधिन्छ। त्यस्तै गरी ल्याङ्ग्वेजमा सोधियो भने हिसाबहरु सोधिन्छ, क्याल्कुलेट गर्न पर्ने हुन्छ भने सेक्सन 3 बाट 25 मार्क्स को, कम्प्युटर साइन्स एन्ड इन्फर्मेसन टेक्नोलोजीबाट चाहिँ कम्प्युटर साइन्सको कन्सेप्ट्सहरु, त्यस्तै इन्फर्मेसन टेक्नोलोजीको कन्सेप्ट्सहरु तपाईहरुले ब्याचलरमा बीडीएस पढ्नु भएको हुन्छ त्यहाँबाट सोधिन्छ, बीआईटी बाट, सीएसआईटी बाट, यस्तै आफ्नो आईटी पढ्ने क्रममा चाहिँ सोधिन्छ है। यो नर्मल सबैले पढेकै हुन्छन्, त्यहीबाट सोध्ने गरिन्छ भने सेक्सन आईबी बाट 10 मार्क्स को 75 मार्क्स भइहाल्यो हामीले हिसाब गर्ने हो भने। त्यस्तै गरी 10 मार्क्समा चाहिँ हाम्रो यसरी इंग्लिशबाट सोधिन्छ, जसमा चाहिँ हामीले यो प्याराग्राफबाट पनि हामीले एन्सर दिन सक्छौं, सजिलै सोध्ने गरिन्छ। हामीलाई चाहिँ अलिकति ग्रामर सोध्ने गरिन्छ, अलिकति चाहिँ यहाँबाट नर्मल कुरा पनि सोध्ने गरिन्छ भने सजिलै छ, इंग्लिशको गाह्रो छैन भने। लजिकल रिजनिङमा चाहिँ यसरी हाम्रो लजिक, हाम्रो माइन्ड चेक गर्ने गर्छ है त, हाम्रो मेन्टल एबिलिटी हामीले चाहिँ कसरी यो क्वेशनलाई चाहिँ अलिक झुकाउने क्वेशन हो यो चाहिँ, हामीले चाहिँ अलिकति ध्यान दिएर सल्भ गर्न पर्ने हुन्छ, माइन्डको युज गर्नुपर्ने हुन्छ। माइन्ड टेस्ट जस्तै हो यो, ब्रेन टेस्ट जस्तै क्वेशनहरु हो, यो चाहिँ त्यति गाह्रो छैन है। तपाईहरुले चाहिँ ध्यान दिएर ट्राई
ट्राई गर्नुहुन्छ भने 35 कटाउन गाह्रो छैन। 35 कटायो भने चाहिँ एडमिसन पाइन्छ है एमडिएसमा। भने यसरी चाहिँ एन्सर सिटमा हामीले चाहिँ डार्कनिङ गर्नुपर्ने हुन्छ, आफ्नो सिम्बल नेभर लेख्न पर्ने हुन्छ, सिम्बल नम्बर इन वर्ड्स। यसरी डार्कनिङ गर्दै जानु होला 1 देखि 100 सम्म। र एउटामा दुईटा नगर्नु होला कहिले पनि। यो भनेको मल्टिपल चोइस क्वेसन्स हो, एमसिक्यू, जसमा चाहिँ हामीले एउटा मात्रै डार्क गर्नुपर्ने हुन्छ, सेट गर्नुपर्ने हुन्छ। यो चाहिँ मास्टर अफ साइन्स इन कम्प्युटर साइन्स एन्ड इन्फर्मेसन टेक्नोलोजी एमएससी सिएसआइटी को चाहिँ कोर्स अफ स्टडी कोर्स स्ट्रक्चर सिलेबस रहेको छ। तपाईहरुलाई चाहिँ मैले देखाउन चाहे। यसमा एलिजिबिलिटी क्राइटेरिया के हो बुझ्नु होला, त्यतिकै नबुझिकिन एप्लिकेसन दिने काम नगर्नु होला। एमएससी इन्ट्रान्स एक्जामको लागि बीएससी सिएसआइटी को फलोअप कोर्स हो यो एमएससी सिएसआइटी भनेको। हामीले चाहिँ यसरी अब्जेक्टिभ पनि हेर्न सक्छौं के को लागि यो कोर्स तयार पारिएको भनेर चाहिँ यस्तै स्किल म्यान पावर बनाउनको लागि हो र रिसर्चको लागि पनि हो भनेर भनिएको छ। भने एलिजिबिलिटी क्राइटेरिया चाहिँ एमएससी सिएसआइटी पढ्नको लागि बीएससी सिएसआइटी पढेको हुनु पर्यो अथवा त्यसको इक्विभ्यालेन्ट प्रोग्राम पढेको हुनु पर्यो। अब के छ बीएससी सिएसआइटी को इक्विभ्यालेन्ट प्रोग्राम भन्ने कुरा चाहिँ त्यो तपाईहरुले आफै बुझ्न पर्ने हुन्छ है। त्यस्तै गरी अरु चाहिँ इन्जिनियरिङ ब्याकग्राउन्डबाट जस्तो बी कम्प्युटर, बी इलेक्ट्रोनिक्स पढेकाहरुले, बी आईटी, बी सफ्टवेयर पढेकाहरुले पनि पढ्न पाउँछन् है बीएससी सिएसआइटी को यो एमएससी सिएसआइटी प्रोग्राम भन्ने। यो चाहिँ 2 वर्षे 4 सेमेस्टर बेस्ड प्रोग्राम रहेको छ। यसमा चाहिँ इन्ट्रान्स एक्जाम पनि हुने गर्छ। हामीलाई थाहा छँदैछ 80% एटेन्डेन्स चाहिँ हुनुपर्छ भनेर भनिएको छ पढ्ने क्रममा। यसमा चाहिँ 60% वेटेज हुन्छ फाइनल एक्जामिनेसनमा, 40% चाहिँ प्र्याक्टिकलै हुन्छ भनेर भनिएको छ। फर्स्ट सेमेस्टरको सिलेबस यो टन्नै रहेको छ, हामीले हेर्न पर्ने हुन्छ। फर्स्ट सेमेस्टर हेर्दै 4th सेमेस्टरसम्म, त्यो चाहिँ तपाईहरुले आफै हेर्नु होला। जम्मै देखाएर टाइम धेरै कन्ज्युम हुन्छ भने 74/74 चाहिँ यहाँ हेर्न सक्नुहुन्छ। भने तपाईहरुलाई चाहिँ एमएससी सिएसआइटी मा कस्तो क्वेशन सोध्ने गरिन्छ भनेपछि त्यो देखाउन चाहन्छु। 100 मार्क्स को हुन्छ। प्राय यो क्वेशनहरु जुन सोधिन्छ एमएससी इन्ट्रेन्समा सबै 100 मार्क्स सोध्ने गरिन्छ, त्यो भन्दा बढी सोधिन्न। 100 मार्क्समा चाहिँ 2 आवर्स रहेको छ टाइम र 5 मार्क्स 35 मार्क्स रहेको हुन्छ। चाहे जुनसुकै प्रोग्राम होस्, एमएससी प्रोग्रामहरु, मास्टर डिग्री प्रोग्रामहरु बाइ त्रिभुवन युनिभर्सिटी इन्स्टिट्युट अफ साइन्स एन्ड टेक्नोलोजी, तपाईहरुले चाहिँ 35 मार्क्स कटाएपछि बल्ल एडमिसन गर्न पाउनुहुन्छ। भने सिटहरु कमै रहन्छ, धेरै हुन्न। जस्तै 20 वटा सिट, 10 वटा सिट थोरै एलोकेट गरिएको हुन्छ, धेरै सिट हुँदैन आईटी कोमा। त्यही भएर तपाईहरुले चाहिँ अलि कम्पिटिसन हाई हुन्छ, त्यही अनुसार तयारी गर्नुपर्ने हुन्छ। भने यसरी चाहिँ म्याथमेटिक्सबाट सोध्ने गरिन्छ, यस्तै गरी प्रोग्रामिङबाट सोध्ने गरिन्छ, यस्तै डिजिटल लजिकबाट पनि सोध्ने गर्छ। भने हामीलाई डीबीएमएस भनेको डाटाबेस म्यानेजमेन्ट सिस्टमबाट पनि सोध्ने गरिन्छ। त्यस्तै गरी सफ्टवेयर इन्जिनियरिङहरुबाट, यस्तै गरी प्रोग्रामिङहरु धेरै रहन्छन्। डीएससी भनेको डाटा स्ट्रक्चर एन्ड एल्गोरिथम्सबाट, अनि स्ट्याटबाट भयो। त्यस्तै गरी धेरै जुन हामीले पढेका हुन्छौं सिएसआइटी भित्रमा प्रोग्रामहरु, सिएसआइटी पढ्ने क्रममा इक्विभ्यालेन्ट कोर्सेसहरुमा पढ्ने बेलामा जुन हामीले माइक्रो प्रोसेसरहरु पढाइ हुन्छौं त्यसैबाट भित्रको सिएसआइटी भित्रको कम्प्युटर साइन्स भित्रको कोर्सहरुबाट सोध्ने गरिन्छ है। हामीले त्यही बुझ्दा हुन्छ। अनि इंग्लिशबाट भयो थोरै, यस्तै गरी प्राय चाहिँ कम्प्युटर साइन्सहरुबाट र म्याथमेटिक्सबाट चाहिँ सोध्ने गरिन्छ। कम्प्युटर साइन्स भनेको सिएसआइटी को भित्रमा रहेको कोर्सहरुबाट, त्यस्तै गरी हामीले कम्प्युटरको कोर्स पढ्ने क्रममा पढ्छौं त्यहीहरुबाट सोध्ने गरिन्छ। भने यो चाहिँ हाम्रो एमआईटी को रहेको छ कोर्स अफ स्टडी कोर्स स्ट्रक्चर मास्टर्स इन इन्फर्मेसन टेक्नोलोजी एमआईटी को। यो पनि सीडीसीएसआईटी मतलब सीएसएनआईटी कम्प्युटर साइन्स एन्ड इन्फर्मेसन टेक्नोलोजी सब्जेक्ट कमिटीले नै प्रिपेयर गरेको हो। सीएसआईटी को र बीआईटी को चाहिँ अथवा एमआईटी र एमएससी सीएसआईटी को चाहिँ एउटै डिपार्टमेन्ट रहेको छ, सेन्ट्रल डिपार्टमेन्ट अफ कम्प्युटर साइन्स एन्ड इन्फर्मेसन टेक्नोलोजी सीडीसीएसआईटी। यसको चाहिँ यसरी एमआईटी पढ्नलाई चाहिँ अलि फ्लेक्सिबल छ है सीएसआईटी भन्दा। बीसीए पढेकाले बीआईटी को फलोअप नै भइहाल्यो एमआईटी भनेको। अनि बीएससी सीएसआईटी पढेकाले इन्जिनियरिङ ब्याकग्राउन्डबाट, बी कम्प्युटर पढेकाहरुले, बी इलेक्ट्रोनिक्स पढेकाहरुले, त्यस्तै गरी बीसीए, बीआईएम, बीसीआईएस यस्तै इक्विभ्यालेन्ट बीआईटी सँग इक्विभ्यालेन्ट हुने प्रोग्राम पढेकाहरुले चाहिँ पढ्न पाउँछन् है हाम्रो यो एमआईटी प्रोग्राम अफ त्रिभुवन युनिभर्सिटी इन्स्टिट्युट अफ साइन्स एन्ड टेक्नोलोजी। यो चाहिँ सेमेस्टर वाइज फर्स्ट सेमेस्टर, सेकेन्ड सेमेस्टर, थर्ड सेमेस्टर, फोर्थ सेमेस्टर, त्यही अनुसार इलेक्टिभ, एक्स्ट्रा इलेक्टिभ यस्तो कोर्सहरु तपाईहरुले लिस्ट अफ एक्स्ट्रा इलेक्टिभ्स एन्ड इलेक्टिभ्सको चाहिँ हेर्न सक्नुहुन्छ। त्यही अनुसार हजुरहरुलाई के पढ्न इच्छा छ, यदि इच्छा छ कि छैन यो विषय पढ्नमा, त्यो अनुसार तपाईहरुले चाहिँ हेर्न सक्नुहुन्छ। 73 पेजेस रहेको छ, त्यो जम्मै देखायो भने भिडियो लामो हुन जान्छ। तपाईहरुले आफै पनि यो रेस्पेक्टिभ डिपार्टमेन्टबाट सीडीसीएसआईटीबाट डाउनलोड गरेर हेर्न सक्नुहुन्छ अनि रिसर्च गर्न सक्नुहुन्छ के कस्तो लाग्यो तपाईहरुलाई भने। एमआईटी को मोडल क्वेशन चाहिँ यसरी रहेको छ, जसमा चाहिँ म्याथमेटिक्स,
बेसिक म्याथमेटिक्सबाट चाहिँ हामीलाई 15 वटासम्म क्वेसन सोधिने गरिन्छ, जसमा चाहिँ अब्जेक्टिभ क्वेसनहरु सोध्ने गरिन्छ एमसीक्यू बेस्ड। यसरी तपाईहरुले चाहिँ एउटा करेक्ट एन्सर छान्न पर्ने हुन्छ भने बेसिक स्ट्याटबाट चाहिँ हामीलाई हेर्न सक्नुहुन्छ सोधिरहेको छ क्वेसन। यसरी चाहिँ हामीलाई 5 वटा क्वेसन सोध्दो रहेछ भने सफ्टवेयर इन्जिनियरिङबाट 5 वटा सोध्छ होला पक्कै। त्यस्तै गरी अब हेर्न सक्नुहुन्छ तपाईहरुले स्क्रिनमा डिजिटल लजिकबाट पनि 5 वटा सोध्ने गर्दछ भने कम्प्युटर नेटवर्क्सबाट चाहिँ यसको पनि 5 वटा सोध्ने गर्दछ पक्कै। यसरी हेर्न सक्नुहुन्छ माइक्रो प्रोसेसर अनि कम्प्युटर आर्किटेक्चरबाट पनि 5 वटा सोध्ने गर्दछ 40 सम्म भने। सिस्टम एनालाइसिस एन्ड डिजाइन एसएडीबाट चाहिँ 5 वटा सोध्ने गर्दछ। त्यस्तै गरी डाटाबेस म्यानेजमेन्ट सिस्टमबाट चाहिँ हेर्न सक्नुहुन्छ स्क्रिनमा यसबाट पनि 5 वटा सोध्ने गर्दछ भने। इन्फर्मेसन टेक्नोलोजी आईटीबाट आईआईटी भन्ने गरिन्छ, इन्ट्रोडक्सन टु इन्फर्मेसन टेक्नोलोजीबाट चाहिँ 5 वटा सोध्ने गरिन्छ भने। डाटा स्ट्रक्चर एन्ड एल्गोरिथमबाट चाहिँ 5 वटा सोध्ने गरिन्छ। त्यस्तै गरी कम्प्युटर ग्राफिक्सबाट पनि 5 वटा सोध्ने गरिन्छ। अब हेरौँ ई कमर्सबाट पनि 5 वटा सोध्ने गर्दछ भने हेर्न सक्छौँ हामीले स्क्रिनमा। त्यस्तै गरी सी प्रोग्रामिङबाट पनि प्रोग्रामिङ नलेजहरु पनि चेक गर्छ भने हामीलाई चाहिँ 5 वटा सोध्ने गर्दछ। हामीले चाहिँ ब्याचलर पढ्ने क्रममा के जान्यौ त त्यही जानकारी लिन खोजेको हो, हामीलाई टेस्ट गर्न खोजेको हो मास्टरको लागि एलिजिबल छ कि छैन भनेर। ओओपी अब्जेक्ट ओरिएन्टेड प्रोग्रामिङबाट 5 वटा सोध्ने गर्दछ। अपरेटिङ सिस्टम्सबाट 5 वटा सोध्ने गर्दछ। वेब टेक्नोलोजीबाट पनि 5 वटा सोध्ने गर्दछ भने। आर्टिफिसियल इन्टेलिजेन्सबाट पनि 5 वटा सोध्ने गर्दछ। त्यस्तै गरी म्यानेजमेन्ट इन्फर्मेसन सिस्टमबाट पनि 5 वटा सोध्ने गर्दछ। यो सोधेको पनि तपाईहरुलाई नलेज टेस्ट गर्नलाई हो, नेगेटिभ मार्किङ चाहिँ हुँदैन। जतिसुकै बिगार्नु भयो भने पनि तपाईहरुको मार्क्स चाहिँ गर्दैन, जति ल्याउनुको त्यति नै आउने हो रिजल्टमा। अब चाहिँ हामीले जानौं कुन पढ्दा ठीक हुन्छ भनेर, एमडीएस गर्ने कि एमआईटी गर्ने कि एमसीए गर्ने कि एमएससी सीएसआईटी गर्ने भनेर। यदि तपाईहरुलाई डाटा साइन्समा, म्याथमेटिक्समा, स्ट्याटमा हैन प्रब्लम सल्भिङ यस्तोमा इन्ट्रेस्ट छ भने चाहिँ तपाईहरुले पछि डाटा एनालिस्ट बन्नु छ, डाटा साइन्टिस्ट बन्नु छ, डाटा इन्जिनियर बन्नु छ भने चाहिँ तपाईहरुले डाटा साइन्स लिदा हुन्छ मास्टर्समा भने। यदि तपाईहरुलाई चाहिँ डीप स्पेशलाइजेसन गर्नु छ कम्प्युटर साइन्समा, करियर चाहिँ अलि एडभान्स बनाउनु छ हैन, अनि हाई डिमान्ड रोल्सहरुमा काम गर्नु छ, रिसर्च गर्नु छ, पीएचडी गर्नु छ, एडभान्स थ्योरीमा जानु छ, सफ्टवेयर र हार्डवेयरको आईटी रिलेटेड लिडरशिप रोलमा जानु छ भने एमएससी सीएसआईटी गर्न सक्नुहुन्छ। तर तपाईहरुलाई चाहिँ यदि टेक्निकल स्किलमा जानु छ, लिडरशिपमा जानु छ, आईटी म्यानेजर बन्नु छ, क्लाउड आर्किटेक्ट बन्नु छ, यस्तै गरी फाइनान्स, हेल्थ, स्टार्टअप यस्तै डिफ्रेन्ट सेक्टरमा चाहिँ लिडरशिपमा जानु छ, आईटी प्लस म्यानेजमेन्टमा जानु छ भने एमआईटी चुज गर्दा भयो भने। एमसीए चाहिँ तपाईहरुले चाहिँ यदि सफ्टवेयर इन्जिनियरमा जानु छ, एप्लिकेसन डेभलपमेन्टमा जानु छ, डीप आईटी स्किल्स सफ्टवेयरतिर बढी नै फोकस गरेर सिस्टम एनालिस्टतिर हैन आईटी लिडरशिपतिर जानु छ भने पनि एमसीए लिन सक्नुहुन्छ। यसरी तपाईहरुले चाहिँ कुन लिने भनेर चुज गर्न सक्नुहुन्छ। थ्यांक यू फर वाचिङ।